भेटियो यिनीहरूलाई जो हिँड्न सक्दैन उही तल जाने र फेरि Hello everyone, namaste and welcome back to my channel. So आज पनि हामी चारजना फेरि आज पनि लेक साइड घुम्न आएको छु. सो करिश्मा सो यो हाम्रो प्लान चाहिँ अप्पर घट बनेको भएर हामी चाहिँ आज चाहिँ यत्तिकै उसमा के अरे रमाइलोको लागि आइपुग्नु फ्रेस हुनको लागि हिँडेको. आशाले चाहिँ पहिला चाहिँ हामी ल्यान्डिङमा जाने भनेर चाहिँ प्याराग्लाइडिङ गरेको. सो हामी चाहिँ अहिले चाहिँ ल्यान्डिङमा जाँदैछौँ हामी चारजना भएर. हजुरहरूलाई देखाउँछु बल्ल बल्ल भेट्टाउँदैछ बल्ल भेट्टाएन फेरि फाइनल्ली भेटियो यिनीहरूलाई हामी ल्यान्डिङमा पुग्न लाग्यो. बाटोको हारा त्यस्तो छ. सो हामी ल्यान्डिङमा आइपुग्यौँ. यता करिश्मा आशा हेलो हेलो पर्छ के होइन अनि उसले राखेको भयो भनेको स्न्याक लु यो ल्यान्डिङको साइडको यतापट्टि के भन्छ यसलाई पोखरी नाली छोडेर गयो रे कता हो. दिनको लागि भिडियो बनाइदिँदैछु आज. Look at her. के भन्नुहोस् हजुर. ल्यान्डिङमा आएको ल्यान्डिङ गरिसकेछ. अब अर्को 2-4वटा झर्दैछ त्यसपछि त्यो हेरेर हामी जान्छौँ. आउनुहोस्. ल्यान्डिङबाट हिँड्यो खास गरी त्यो आशाको भिडियो बनाउने भनेर आएको थियो नि त. भिडियो पनि बनायो अब हिँड्यो. तिनीहरू दुईजना चाहिँ स्कुटी लिएर आउँदैछन्. हामी चाहिँ यता हिँडेर माथि जाँदैछौँ किनकि यतापट्टि ठाउँमा चाहिँ अलिकति उकालो भएको कारणले गर्दा चाहिँ उनीहरूले लान नसक्ने भएर चाहिँ हामी धेरै मोटा भएर लान नसक्ने स्थिति. दुईजना हिँडेर जाँदैछौँ. कसरी उक्लिन्थ्यो माथि आमा. लु बाटो चाहिँ यस्तो छ ल्यान्डिङको. त्यो दुइटा चाहिँ वहाँ छ. लु I'm a rider. ती दुईटा राम्रो हामी दुईटा होइन यता नि राम्रो नमस्ते दर्शन. सो फाइनली हामी चाहिँ यो गुम्बामा आएको छौँ. लोकेसन खोज्दा नपाएर लास्टमा चाहिँ स्ट्रेट नम्बर 20मा रहेछ. सो अब हामी माथि जानेछौँ. दुईचोटि घुमायो सोजिनले. दुईचोटि घुमायो. मलाई होइन एक्ज्याक्टली मलाई पनि थाहा थिएन किनकि मैले नि साथीको भ्लग हेरेर आएको थिएँ. अनि उसले चाहिँ ठ्याक्क खरेमा थियो भन्थ्यो. अनि स्ट्रेट नम्बर चाहिँ भनेको थिएन. अहिले चाहिँ त्यहाँ सोधेर आउँदाखेरि चाहिँ लास्टमा चाहिँ स्ट्रेट नम्बर 20मा रहेछ. सो हामी चारजना भएर माथि जाँदैछौँ. लेट्स गो. कन्स्ट्रक्सन साइट आएको कि किन
नलाइकी हावा किन नलागो भन्छ हैन हावा किन नलाइकी किन नलाइकी अघि त कस्तो राम्रो देखेको थियो त जब यति भर्याङ चढ्दाखेरि यस्तो भयो मोटीको हालत हेर्नु है ओ यही वेलकम लेखेछ त त्यत्रो हिँडेको मान्छे भिडियो कि फेरि जाने हो फेरि तलतिर जो हिँड्न सक्दैन उही तल जाने फेरि हामी आइपुग्यौँ यहाँ माथि यही गुम्बा यही यति हिँड्दा पनि डल्लो थाक्यो क्या त त्यहाँ माथि गुम्बा रहेछ सो फाइनली वी आर हियर आइजा हो केटी हो फाइनली हामी यहाँ आइपुग्यौँ बिहान 7 बजीबाट बेलुका 7 बजीसम्म ओपन हुँदो रहेछ सो अब हामी त्यो जाँदैछौँ सो गुम्बा आइपुग्यौँ हामी धेरै नै एकदम एउटा हेरी उहाँ हेर्नु उहाँ छिटो आइज है हाई दिदी त साउन्ड राख्छ है हो न साउन्ड काट्दैन यस्तो अरू साउन्ड आयो भने कपिराइटको आउँछ नि त यो चाहिँ गुम्बा हामी फाइनली आइपुग्यौँ खोज्दा खोज्दा सेकेन्ड टाइममा खोज्दै पाएँ भित्र चाहिँ यस्तो छ मेबी भित्रको देखाउन पाइन्न होला सो बाहिरबाट यतिकै देखाउँदैछु हावा लाग्यो भयो उसहरू पनि कस्तो राम्रो देख्छ है पछाडि चाहिँ जङ्गल रहेको छ फोटोकपी निकाल्छ चाहिँ त्यही हो आइफोनको त जस्तो छ त्यस्तै निकाल्छ नि कहाँ यसले त्यो खुसीको पाउँदैन भिडियो गरे हो थकेलाएर यसरी बसेछ खोज्दा 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 नपाएर सो यो गुम्बा भयो अब हामी एकछिन बस्यौँ अब निस्किन लाग्छ सो अब हामी यहाँबाट जान लाग्यो सो आजको लागि यति नै अब हामी घर जान लाग्यो हामी 4 जना गुम्बा हेऱ्यौँ यहाँ यता थकेलाएर बसिरहेछ 2 जना जान तयार हुनुहुन्छ घर सो आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई 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 बाई